हेलो एभ्रिवान। आज चाहिँ म क्वेसन नम्बर 8 इक्जाम्पलको यो क्वेसन गरिरहेको छु। यो क्वेसन एकदम इम्पोर्टेन्ट क्वेसन हो। त्यही भएर चाहिँ प्रायः जस्तो चाहिँ यो क्वेसनहरू तिमीले प्र्याक्टिस गर्दाखेरि सेट बुकहरूमा पनि देखिरहेको हुन्छौ। अनि त्यसपछि अब प्री बोर्डहरूतिर पनि एकदम रिपिटेड आइरहेको क्वेसन हो र यो क्वेसन चाहिँ जान्यो भने एकदम कन्फिडेन्ट पनि हाई बनाउने क्वेसन हो है त। यो क्वेसन जान्नुभन्दा अगाडि चाहिँ मैले यो भनेको चाहिँ ए माइनस बी र ए प्लस बी हो भन्ने कुरो चाहिँ सबैलाई थाहा छ भन्ने कुरो चाहिँ मैले चाहिँ एज्युम गरेँ है त, किनकि तिमीलाई थाहा छ यो। अब हामी के गर्छौँ भन्दा हामी हेर्छौँ ल, यो हेरे यो एउटा टर्म छ, यो अर्को टर्म छ भनेपछि एउटा टर्मलाई मैले ए माने ए स्क्वायर, अर्को टर्म बी छ भनेपछि त्यो त के हुन्छ, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा रहेछ। अनि त्यो भइसकेपछि के हुन्छ, ए माइनस बी र ए प्लस बी हुनुपर्ने होइन त हो। यो पनि के हो, त्यस्तै हो। यो एउटा टर्म हो, यो अर्को टर्म हो। एउटा टर्मको स्क्वायर माइनस अर्को टर्मको स्क्वायर भनेको एउटा टर्म प्लस अर्को टर्म, एउटा टर्म माइनस अर्को टर्म है। किनकि मैले ए भन्न थालेँ या अर्को एक्सै भन्यो भने फेरि के हुन्छ, यसलाई एक्स यसलाई वाइ भन्यो भने फेरि यता जेड पनि छ नि त, त्यसलाई कन्फ्युजन हुनसक्छ भनेर एउटा टर्मको स्क्वायर माइनस अर्को टर्मको स्क्वायर छ भने एउटा टर्म प्लस अर्को टर्म, एउटा टर्म माइनस अर्को टर्म क्या। जस्तै ए स्क्वायर माइनस बी स्क्वायर भनेको ए प्लस बी ए माइनस बी थियो नि, हो त्यस्तै हो। अब यसरी त्यसरी नै सल्भ गर्ने हो। त्यही भएर चाहिँ अब यसलाई म के गर्छु भन्दा एउटा टर्मको स्क्वायर अर्को टर्मको स्क्वायर भनेको एउटा टर्म माइनस अर्को टर्म हो नि त, माइनस अर्को टर्म। मैले एकचोटि यसलाई अझै उ गर्न खोजेँ है, किनकि यो माइनसले चाहिँ ब्राकेट खोल्नुपर्छ नि त, फेरि खोलेन भने चाहिँ कुरो बिग्रिन्छ क्या। कुरो बिग्रिन्छ नि, हिसाबै बिग्रिन्छ, कुरोको त कुरै छोडिदिउँ। अब अर्को भनेको चाहिँ एउटा टर्म प्लस अर्को टर्म गर्दाखेरि चाहिँ प्लस गर्दाखेरि चाहिँ फरक परेन। अब तलको है त, एउटा टर्म अर्को टर्म, एउटा टर्म माइनस अर्को टर्म, अर्को भनेको चाहिँ एउटा टर्म, यो सुरुको हो नि त एउटा टर्म प्लस अर्को टर्म है। अनि त्यसरी नै सिमिलरली सबै त्यस्तै। अब एउटा टर्म माइनस गर्दाखेरि मैले ब्राकेट राखेँ, किनकि यसले चेन्ज गराउँछ। माइनस गर्दाखेरि सधैँ ब्राकेट राख्नुपर्छ। एउटा टर्म भयो है यो, अनि अर्को टर्म प्लस अर्को टर्म, यो यसलाई प्लस हुँदाखेरि चाहिँ केही चाहिएन। तलको चाहिँ फेरि के छ, एउटा टर्म अर्को टर्मको स्क्वायर छ भनेपछि एउटा टर्म प्लस अर्को टर्म एउटा भनेको चाहिँ एउटा टर्म माइनस अर्को टर्म है। अब त्यसरी नै अटेन भने पनि मैले अहिले भर्खर भने अगाडिको भिडियोमा भनिसकेको छु, अटेन भने चाहिँ यता तल लेख्ने है, यहीँ तल नलेख्ने, किनकि त्यसले अलिक फोर्म बनाउँछ। एउटा टर्म माइनस अर्को टर्म है, अर्को टर्म गर्दा मैले के गरेको ब्राकेट बनाएको छु, यसलाई ठुलो ब्राकेट बनाइदिएँ। अर्को भनेको चाहिँ एउटा टर्म प्लस अर्को टर्म, प्लस हुँदा गर्नु परेन। अब तल पनि त्यसरी है त, एउटा टर्म माइनस अर्को टर्म, यो एउटा टर्म माइनस अर्को टर्म। अब अर्को भनेको चाहिँ एउटा टर्म प्लस अर्को टर्म भनेको के हो, यो होइन अर्को टर्म चाहिँ प्लस गरियो है त। दिस इज सो मच इजी क्वेसन हो। जस्तै एक्स माइनस वाइ, अब माइनस प्लस माइनसले ब्राकेट खोल्दा प्लस हुन्छ। अर्को भनेको चाहिँ एक्स प्लस वाइ माइनस के भयो, जेड भयो। तल फेरि के छ, एक्स प्लस जेड माइनस वाइ, अनि एक्स प्लस जेड प्लस के भयो, वाइ भयो है। अब उतापट्टि है त, वाइ माइनस एक्स प्लस के हुन्छ, जेड हुन्छ, ब्राकेट खोलियो। अर्को भनेको चाहिँ वाइ प्लस एक्स माइनस के भयो, जेड भयो। अब तलपट्टि है त, अब भनेको एक्स प्लस वाइ प्लस जेड एउटा भयो, अर्को भनेको चाहिँ एक्स प्लस वाइ माइनस जेड भयो। अनि अर्को चाहिँ फेरि हामीसँग के छ, जेड माइनस एक्स माइनस ब्राकेट खुल्यो, त्यो पछि प्लस हुने भयो, प्लस के भयो, वाइ भयो। अनि त्यसपछि जेड प्लस एक्स माइनस वाइ, यतापट्टि के हुन्छ, वाइ प्लस जेड माइनस एक्स, वाइ प्लस जेड प्लस एक्स। अब हेर्दाखेरि माइनस वाइ छ, यहाँ नि माइनस वाइ छ, यो दुइटा प्लस प्लस छ भनेपछि यो काटियो है। यसरी हेर्ने, यो काटियो। अब यतापट्टि सबै प्लस छ, यता एउटा माइनस छ, यो काटिएन है त। यतापट्टि हेर्दाखेरि अर्को, यो एउटा अर्कोतिरको हेर्ने है त, अर्कोतिरको माइनस जेड छ, माइनस जेड कता छ, यहाँ छ, यो दुइटै प्लस छ भनेपछि यो दुइटा काटियो होइन। यो त एउटा माइनस छ, यता सबै प्लस छ भने चाहिँ यो काटिने कुरो भएन। अनि अब यतापट्टि हेर्दाखेरि चाहिँ माइनस एक्स छ है, माइनस एक्स भने चाहिँ यतापट्टि माइनस एक्स, अनि यो यहाँ नि प्लस भनेपछि यहाँ नि प्लस, यो र यो काट्यो। अनि त्यसपछि अनि यो चाहिँ काटिएन है त। अनि अब हामी के गर्छौँ भन्दा बाँकी के ल हेर्छौँ, एक्स प्लस वाइ माइनस जेड, यता चाहिँ के हुन्छ, एक्स प्लस वाइ प्लस जेड यता है, प्लस वाइ माइनस एक्स प्लस जेड, तल के रह्यो, एक्स प्लस वाइ प्लस जेड है। अनि त्यसपछि यतापट्टि के छ, जेड प्लस एक्स माइनस वाइ भयो, अनि बाँकी यतापट्टि चाहिँ एक्स प्लस वाइ प्लस जेडै हो। यो तिनवटा टर्मको त के भयो, एक्स प्लस वाइ प्लस जेड चाहिँ के भयो,
कमन आयो सेम आयो त्यही भएर चाहिँ मैले के गर्छु तिनटैलाई के गर्छु म एलसिएम चाहिँ एउटै लेख्छु है एउटै लेख्छु यो कसरी भएको भन्ने कुरो चाहिँ के हो भन्दा त्यही त 3 3 3 तिनवटा नम्बर छ भने मैले कसरी एलसिएम लिन्छु 3 लिन्छु 1 1 1 हुन्छ नि त अनि यो एउटै हुन्छ नि त त्यही हो क्या अब यो बुझिन्छ अब मलाई बुझ्छ भने मलाई कन्फिडेन्स छ अब तलै एक्स प्लस वाइ प्लस जेड छ भनेपछि मैले केले मल्टिप्लाई गर्नु परेन केही नपुग पनि छैन भनेपछि एज इट इज लेख्नु पऱ्यो है सबैलाई वाइ माइनस जेड प्लस वाइ माइनस एक्स प्लस जेड प्लस एक्स माइनस वाइ अब चाहिँ हामी के गर्छौँ अब हेर्छौँ यो वाइ र यो वाइ एक्स सरी यो एक्स र यो एक्स काट्यो यो वाइ अनि त्यसपछि यो वाइ काट्यो अनि यो जेड र यो जेड काट्यो भनेपछि हामीसँग बाँकी के गर्यो एक्स बाँकी रह्यो वाइ बाँकी रह्यो जेड बाँकी रह्यो भनेपछि यतापट्टि के हुन्छ एक्स प्लस वाइ प्लस जेड हुन्छ तल पनि के हुन्छ एक्स प्लस वाइ प्लस जेड हुन्छ यति आउने बित्तिकै यसरी काटेर 0 एन्सर लेख्नु जतिको ठुलो सेटिस्फ्याक्सन चाहिँ 10 कक्षामा अरू हुँदैन हस् थ्याङ्क यू